जोजोला पापा सपी युट्युब च्यानल तिमला जले लस्कुस्तु छिकपिन त जे हान ठौ नेपाल भाषा सेने त वया चना व नेपाल भाषा या ब्लग nepal-bhasha.blogspot न सोया दिस उठुके दको युट्युब लिंक त फेसबुक ग्रुप लिंक त न दु र आजको च्याप्टर हाम्रो मैचा वर्डको मिनिङ चाहिँ नेपाल भाषामा के भन्छ म हजुरलाई सिकाउँछु र मैले आजभोलि कन्भर्सेसन लिएर आएको छैन सेन्टेन्सहरु मात्र लिएर आएको छु हजुरहरुले कस्तो लागिरहेको छ फिडब्याक दिनु होला मैचा मैचा अर्थात केटी मान्छेलाई भन्ने गरिन्छ मैचा भनेर र अलिकति बुढी मान्छेलाई त भनिदैन यङ एजको मान्छेहरुलाई र नेवारी होइन यो नेपाल भाषा हो नेवारी अलि पपुलर छ तर एक्चुअल भन्दाखेरि नेपाल भाषा भन्दाखेरि अलि बेटर हुन्छ र मैचा भनेर आमाले छोरीलाई पनि भन्छ दाजुले बहिनीलाई र लभरले पनि मैचा भनेर आफ्नो लभरलाई बोलाउँछ र कसैले ओ मैचा भनेर भन्यो भने ओ माया भनेको बुझ्नुपर्छ हामीले र हामीले अब यो च्याप्टरमा चाहिँ अब मदर ब्रदर लभर यो तीनटा सेन्टेन्सहरु लिएर आएको छु तीनटा मदरले के भन्छ आफ्नो छोरीलाई त्यस्तो सेन्टेन्सहरु लिएर मैले मिलाएर ल्याएको छु र अब सुरु गरौँ नम्बर 1 मैया के गरी राखेको यो चाहिँ अब आमाले छोरीलाई भन्छ अर्थात यो चाहिँ नेपाल भाषामा मैचा छु याना चो नौ मैचा छु याना चो नौ त्यस्तै गरी मदरले अब आफ्नो डटरलाई भन्दाखेरि लुगा धुन सक्यो माया वस हि शी रलला अथवा शिरलला शी रलला र ला मैचा वस हि शिरलला मैचा वस हि शिरलला मैचा खाना आऊ माया जा न वा मैचा जा न वा मैचा जा अर्थात खाना भात खाना आऊ अर्थात न वा खाना पकाउन जाऊ माया जा थु हूँ मैचा जा थु हूँ मैचा खाना पकाउन जा थु जाऊ हूँ यता उता जाने हैन माया उखे थुखे वन्यु मखु मैचा उखे ठुखे वन्यु मखु मैचा उखे ठुखे वन्यु मखु मैचा यता उता अर्थात उखे ठुखे जाने हैन अर्थात वन्यु मखु यसमा चाहिँ नि अब यता भन्नको लागि चाहिँ ठुखे उता भन्नलाई चाहिँ उखे अब यसलाई ठुखे उखे पनि भन्न सकिन्छ तर प्राय जसो यस्तो उखे ठुखे वन्यु मखु भनिन्छ अर्को हेर मैया तिमी बडी नकरौ स्व मैचा छ अपो हाले मटे स्व मैचा छ अपो हाले मटे मैया तिम्रो खुट्टा भाँच्नु पर्यो मैचा छंगु टुटी टो ठुले माल ला मैचा छंगु टुटी टो ठुले माल ला मैया चंगा उडे जस्तो उड्न नखोज मैचा भुटमाली बो थे बोए
स्वे मटे मटे र भुटमालीलाई कसैले भुटुमाली पनि भन्छ मैचा भुटमाली बो थे बुए त स्वे मटे अब ब्रदरको मदरको पार्ट सक्यो अब ब्रदरले प्रायः जस्तो आफ्नो अब बहिनीलाई चाहिँ नि भन्ने कुराहरू सेन्टेन्सहरू चिया एउटा ल्याउ त माया च्या छगु हजी सा मैचा च्या छगु हजी सा मैचा एउटा भन्नको लागि छगु चिया एउटा भन्नको लागि च्या छगु ल्याउ हजी खाना पस्किउ मया जा ता मैचा खाना पस्किउ अर्थात जाता मेरो लुगा धोइदेऊ मया जिगु लको माथि चन्द्रबिन्दु ल हिया बिउ मैचा जिगु ल हिया बिउ मैचा राम्रोसँग पढ मया बालाक बो मैचा बालाक बो मैचा राम्रोसँग अर्थात बालाक पढ बो अघि कोसँग घुमिराखेको मया नाच सु नाप चाहिला चोनौ मैचा नाच सु नाप चाहिला चोनौ मैचा यसमा अघि भन्नाले नाच को अर्थात सु सँग नाप घुमिराखेको चाहिला चोनौ अब यो चाहिँ बोयफ्रेन्डले गर्लफ्रेन्डलाई भन्ने कुराहरू सेन्टेन्सहरू सुरु गरौँ ए मैया तिमी कति राम्री ए मैचा छ गुली बाला होइन कि यो बाला ए मैचा छ गुली बाला तिमी अर्थात छ कति राम्री गुली बाला एकचोटि हाँस त मैया छक न्युसा मैचा छक न्युसा मैचा एकचोटि छक हाँस त न्युसा मलाई भेट्न आऊ मैया जित नाप्ला वा मैचा जित नाप्ला वा मैचा मलाई अर्थात जित भेट्न आऊ नाप्ला वा नेक्स्ट तिम्रो आँखा कति राम्रो अथवा तिम्रो गाला कति राम्रो छङ्गु मिखा गुली बाला छङ्गु मिखा गुली बाला त्यस्तै गालालाई न्यता छङ्गु न्यता गुली बाला आँखा मिखा भयो गाला न्यता कति राम्रो गुली बाला तिमीले मलाई माया गर्छौ कि गर्दैनौ माया छ होइन कि यो छ जित मटिना याना कि मयाना मैचा छ जित मटिना याना कि मयाना
मैचा। अर्को एउटा रमाइलो सेन्टेन्स, मया नजिक नआऊ काकी तिम्रो गनाउँछ। मैचा न्यने 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 वे मटे मटे याको 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 छङ्गु छङ्गु न व मैचा न्यने वे मटे याको छङ्गु न व मैचा न्यने वे मटे याको छङ्गु न व। मया अनलाइन आऊ अथवा मया छिटो अनलाइन आऊ। मैचा अनलाइन वा अथवा मैचा याक्न 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 अनलाइन वा मैचा याक्न अनलाइन वा। आऊ वा भइहाल्यो, छिटो आऊ भन्नको लागि याक्न वा। मया म तिमीलाई कुरिराखेको छु। मैचा जी 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 छन्त 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 पिया पिया चोनौ दु मैचा जी छन्त पिया चोनौ दु। र आजको लागि यतिलाई र जान्छु है भन्नु पर्यो भने मैचा वनी नि अथवा अब केटा मान्छेलाई भन्नु पर्यो, दाजुलाई भन्नु पर्यो भने दाइचा वनी नि शुभा थ्याङ्क यू। र भिडियो राम्रो लागेको भएदेखि सेयर पनि गरिदिनु होला फेसबुक ग्रुप अथवा अरू कुनै सोसियल मिडिया ग्रुपहरूमा हजुरले सेयर गरिदिन सक्नुहुन्छ, जसले गर्दा हजुर जस्तै इन्ट्रेस्टेड मान्छेहरूले भिडियो भेटाउने छन्।